गाइज वेलकम ब्याक टु माई च्यानल। आज चाहिँ म चाहिँ तपाईहरुलाई चाहिँ एउटा कथा भन्न गइरहेकी छु। हुन्छ त्यो कथाको शीर्षक छ घमण्डी गुलाब। अब सुरु गरौँ है। एका देशमा एउटा मरुभूमि रहेछ अनि त्यो मरुभूमिमा चाहिँ दुईवटा क्याक्टस अनि दुईवटा क्याक्टसको बिचमा चाहिँ एउटा गुलाब रहेछ रे हैन। अनि त्यहाँनिर चाहिँ एउटा भए पनि कुनै गुलाब रहेन रहेछ रे त्यो मरुभूमिमा, त्यो मात्र एउटा गुलाब रहेछ रे हैन। अनि त्यसको दायाँ साइडमा पनि एउटा अनि बायाँ साइडमा पनि एउटा क्याक्टस रहेछ रे हैन। अनि जहिले चाहिँ क्याक्टसहरूले चाहिँ उसको लागि चाहिँ पानी ल्याइदिने काम गर्ने के गरिदिनु पर्दो रहेछ क्या। तिनीहरूले चाहिँ उसलाई चाहिँ पानी ल्याइदिने, उसको लागि धेरै राम्रो भनिदिने, उसलाई चाहिँ राम्रो काम गरिदिनु पर्ने क्या। अनि त्यो गुलाब चाहिँ के गर्थ्यो भने, ए हेर न तिमीहरूमा त काँडै काँडा छ, मेरो पात्रहरू हेर न कस्तो राम्रो छ, तिमीहरूको त पात्र नै छैन, एउटा पनि केही छैन, के गर्नु, तिमी त पुरा हरियो अनि पुरै काँडै काँडा मात्र छौ, कस्तो नराम्रो तिमीहरू त। हेर म त रातो हुन्छु, गुलाबी रङको हुन्छु, म त सेतो हुन्छु, म त धेरैवटा रङको हुन्छु, अनि हेर त तिमीहरू त कस्तो फोहोर देखिन्छौ, तिमीहरू हेर न तिमीहरू धेरै नराम्रो छौ, हेर तिमीहरूको त काँडै काँडा, तिमीहरूलाई त छुँदा पनि घोच कस्तो छौ तिमीहरू छ। अनि म हेर न म त कस्तो राम्रो छु, तर म पनि घोच्छु, त्यही पनि म चाहिँ धेरै राम्रो छु भनेर चाहिँ ऊ चाहिँ जहिले दिन जहिले चाहिँ त्यस्तै भन्थ्यो अरे हैन त्यो गुलाब चाहिँ। अनि दिन घट्दै थियो अनि त्यस्तै हुँदै गयो। अनि त्यसपछि चाहिँ के भएछ भने चाहिँ त्यस्तै हुँदै गएपछि चाहिँ उसले चाहिँ म मात्र राम्रो तिमीहरू यस्तो यस्तो हो भन्दै उसले चाहिँ जहिले एउटै कुरा गरेर चाहिँ कहिले पनि रुकेन रहेछ अरे हैन। अनि ऊ चाहिँ सबसे राम्रो भनेर चाहिँ उसको चाहिँ घमण्ड गरेछ अरे, उसले धेरै घमण्ड गरेछ अरे, कहिले रुकेन रहेछ अरे। अनि एक दिन चाहिँ के भएछ भने चाहिँ गुलाब चाहिँ सुतिरहेको थियो अरे, अनि दुईवटा क्याक्टसहरू पनि सुतिरहेको थियो अरे, तर दुईवटा क्याक्टसहरूले चाहिँ उसको कुरा चाहिँ सुनेर उसलाई तारिफ गरेर उसलाई पानी ल्याइदिएर त्यो केही पनि उसलाई त्यो गुलाबलाई गरेको राम्रो कुरा उनीहरूले चाहिँ रुकेन रहेछ अरे हैन। उनीहरूले चाहिँ हेरेर बसेछ अरे के हुन्छ अब के हुन लाग्यो भनेर चाहिँ हेरेछ अरे हैन। अनि त्यस्तै हुँदै गएछ अरे। अनि त्यस्तै हुँदै गएपछि चाहिँ दिन ढलेछ अरे। अनि एक दिन चाहिँ अचानक उसको लागि काम गर्दाखेरि पनि के भएछ भने ऊ चाहिँ अचानक के बनेछ भने ऊ चाहिँ एउटा कालो त्यो सुकेको गुलाब बनेछ अरे हैन ऊ चाहिँ। अनि त्यसपछि चाहिँ के भएछ भने चाहिँ ऊ चाहिँ सुकेको गुलाब बनेपछि चाहिँ ऊ चाहिँ एकदम नराम्रो, उसको पात्रहरू पनि धेरै फोहोर देखिने, कस्तो उसको चाहिँ धुलो निस्किने हैन। अनि उसको पातहरू पनि खस्ने गरेर चाहिँ गरेको थियो अरे। अनि भोलिपल्ट उठ्दाखेरि ऊ चाहिँ आफ्नो तारिफ गर्न आँटेको थियो, अनि हेर्दाखेरि चाहिँ ऊ चाहिँ यस्तो नराम्रो नि, त्यो क्याक्टसहरूले हेर्दैखेरि तर्सिने जस्तो ऊ चाहिँ यस्तो नराम्रो बनेको रहेछ कि ती क्याक्टसहरूले पनि हेर्न नसक्ने गरेर हैन। अनि त्यसपछि उसले चाहिँ तारिफ गर्न आँटेको बेलामा चाहिँ उसले चाहिँ ऐना हेरेछ अरे, ऊ चाहिँ त्यस्तो नराम्रो देखेछ अरे आफूले नै आफूलाई। अनि क्याक्टसहरूले हेर्दाखेरि चाहिँ हेर्नै नसक्ने बनेछन् रे क्या साँच्चीकैमा। अनि के भएछ भने उसले भनेछ मेरो अनुहारलाई के भयो, म कस्तो राम्रो थिएँ, मलाई रातिनिर केही पनि भएको थिएन, अहिले चाहिँ मलाई के भयो, मलाई कस्तो दुखिरहेछ भनेर चाहिँ उसले भनेछ अरे हैन। अनि दुईजना क्याक्टसहरू चाहिँ दङ्ग परेर हेरे भएछन् रे। अनि के भएछ भने चाहिँ क्याक्टसहरू चाहिँ हेरेर चाहिँ भनेछ अरे ओहो तिमीलाई त के भएछ हो भनेर भनेछ अरे एउटा क्याक्टसले। अनि अर्कोले भनेछ हो तिमीलाई चाहिँ के भएको नि, यो यस्तो फोहोर किन देखेको तिमी भनेर भनेछ अरे। त्यसपछि गुलाबले भनेछ
हेर न मलाई के भयो के मलाई नै थाहा छैन म त के भने के हेर न मलाई के भएको यो तिमीहरूसँग त्यही उपाय छ मलाई पहिलाको जस्तै राम्रो बनाउन भनेर भनेछ अरे होइन अनि दुईजनाले भन्छ हामीहरूसँग त केही पनि छैन तिमीलाई राम्रो बनाउने तिमी यस्तै छौ हामी यस्तै छौँ के गर्नु भनेर भनेछ अरे अनि गुलाब चाहिँ रुन थालेछ अरे अनि भने म अबदेखि यस्तो कुरा कहिले पनि गर्दिनँ प्लिज मलाई हेल्प गर मसँग जे छ म त्यहीमा खुसी हुन्छु म पहिला जस्तै भएपछि अबदेखि म कहिले पनि घमण्ड गर्दिनँ एकदम कहिले पनि गर्दिनँ अनि म चाहिँ एकदम धेरै ज्ञानी एउटा गुलाब बन्छु घमण्डी गुलाब चाहिँ बन्दिनँ म अबदेखि कहिले पनि प्लिज मलाई क्षमा गरिदेऊ प्लिज प्लिज मेरो पात्रहरू पनि खस्न आँट्यो मलाई नि धेरै नराम्रो लागिरहेछ भनेर भनेछ अरे अनि दुईजनाले चाहिँ दुईवटा क्याक्टसले चाहिँ एकअर्कालाई चाहिँ हेरेछ अरे होइन अनि सोचेछ कि उसलाई चाहिँ क्षमा गर्ने भनेर अनि तिनीहरू दुईजनाले चाहिँ उसलाई चाहिँ क्षमा गर्ने सोचेछन् रे अनि तिनीहरू दुईजनाले भनेछ हुन्छ हामीहरू तिमीलाई क्षमा गर्छौँ तर यो स्वीकार कि तिमी कहिले पनि यस्तो गर्दैनौ भनेर भनेछ अरे होइन अनि हुन्छ अबदेखि म कहिले गर्दिनँ भनेर भनेछ अनि दुईजनाले चाहिँ हेल्प गरेर चाहिँ ऊ चाहिँ एउटा राम्रो पहिलाको जस्तै भएछ अरे अनि त्यसपछि दुईजनाले चाहिँ हेल्प गर्न खुरुखुरु गरेपछि चाहिँ ऊ चाहिँ भोलि पर्सि चाहिँ पहिलाको जस्तै बनेर चाहिँ अब चाहिँ कहिले पनि घमण्ड गरेन रहेछ अरे होइन अनि कथा सक्यो अनि यसको मोरल के हो भने हामीहरूसँग जे छ त्यहीमा खुसी हुनुपर्छ अनि हामीहरूले घमण्डी गर्नु हुँदैन धन्यवाद।